वेलकम टु न्यू ब्लग आफ्टर लङ टाइम। आज म फेरि पुनः ब्लग बनाउँदैछु है। नानी मैले चाहिँ रिसेन्टली त्यहाँभन्दा अगाडि चाहिँ मैले हाम्रो कुल पूजाको बनाएको थिएँ। अहिले चाहिँ अब आज चाहिँ कति कति हो आज फागुनको कति कति आज शिवरात्रि ठ्याक्कै डेट चाहिँ आज भएन। अनि आज पनि म आज कस्तो हुन्छ त पशुपतिमा होइन रियलमा देखाउन जाँदैछु। राम्रो हुन्छ होला ब्लग चाहिँ, एकदम क्राउड चाहिँ हुन्छ होला एक्सपेक्टेड, मलाई त्यस्तै लागिरहेछ। किनकि आज सबैभन्दा धेरै मान्छे चारवटा ढोका खुलिरहेको हुन्छ नि त पशुपतिको, अनि धेरै मान्छे आउँछ होला। अनि सो अरू चाहिँ भ्लगमै आउँछ। अब चाहिँ म रेडी हुन्छु। अहिले चाहिँ कति बजिसक्यो टाइम भन्दाखेरि 12 बजिसक्यो होला है, ठ्याक्कै थाहा छैन। अनि यो ब्लग चाहिँ जति सक्दो चाँडो आउने छ। इफ पोसिबल भयो एडिट भयो भने चाहिँ विथआउट एडिट हाल्ने कुरो भएन, अनि टाइम लाग्छ होला। स्टे ट्युन, अनि लास्टसम्म हेरिदिनु होला कस्तो के भयो, केही मिस्टेक भए चाहिँ भनिदिनु होला, कमेन्ट गरिदिनु होला तल होइन। अरू चाहिँ यस्तै हो। अब चाहिँ म एकछिनपछि रेडी हुन्छु, अनि त्यसपछि चाहिँ हामी सिधै पशुपतिको ब्लग हेर्नेछौँ है। बिचमा केही भयो भने चाहिँ म बनाउँछु, नभए चाहिँ यही नै हुन्छ होला। सिधै अब चाहिँ मन्दिरमा हुन्छ होला गाइज। थ्याङ्क यू। यहाँ चाहिँ फेरि अर्को मन्दिर छ है, यहाँ पनि हल्का हल्का मान्छेहरू छ। बिस्तारै मान्छेहरू यहाँ पनि बढ्दैछ, तर म चाहिँ जाँदैछु अब पशुपति गाइज। फाइनली गाइज म चाहिँ रेडी भइसकेँ होइन। अब चाहिँ गुटुङटुङ पारामा पशुपति जानुपर्छ। पशुपति जान लगभग यहाँबाट चाहिँ 1 घन्टा लाग्छ। आज चाहिँ जाम होला, 1 घन्टामा चाहिँ पुगिन्छ। त्यसपछि आउँछ पशुपतिको ब्लग। त्यहाँपछि चाहिँ रमाइलो हुन्छ होला होइन, बबालाई रमाइलो। अब हेरौँ कस्तो हुन्छ होइन, बबालाई गर्नुपर्छ आज चाहिँ। सकेसम्म राम्रो बनाउनु ट्राई गरिरहेको हुन्छु, कस्तो हुन्छ हेरौँ। बेसी अब चाहिँ सिधै पशुपति गाइज। ओके बाई। फेरि उठाउन आहा क्युआर देखाइदेऊ नि, क्युआर देखाइदेऊ नि एकचोटि, भिडियोको लागि हो क्या। ल क्युआर शुद्ध छ यहाँ चाहिँ। ल दुईजना मैले अहिलेसम्म देखेँ होइन युट्युबमा। अनि अहिलेसम्म चाहिँ तिमी 15 नम्बरमा पऱ्यो है। यो चाहिँ 15 नम्बरमा चोकमा बसिराखनु हो। यस्तो अलिक अप्ठ्यारो ठाउँमा चाहिँ नबस। रोक के रोक, अरूलाई फाइदा रोकेको रोक के भयो। ए ल रोक रोक के हेरी, अरूलाई चाहिँ जान्दिने मलाई चाहिँ राख्ने। ल यहाँ चाहिँ रमाइलो रहेछ। आज मैले पैसै हालेन क्या, म दिइहाल्थेँ। मेरो मेरो खासै भाइरल च्यानल होइन कि। मेरो के छ भन्दाखेरि अहिले भनिदिन्छु। मैले चाहिँ हाम्रो दिदीलाई छोडेर आएको, बिरामी हुनुको रहेछ। कहाँ हिँडेको मान्छे कहाँ हिँडेर, लाइक उहाँ चाहिँ के अरे जबमा म्यादी है छ। म्यादीलाई चाहिँ छोडायो। अब चाहिँ फेरि ब्याक जानुपर्छ। एकदमै जाम छ आज, एकदमै जाम छ। यही हो, अरू चाहिँ के हो काठमाडौँ उता चाहिँ एकदमै अब पार्किङै छैन क्या कारण। ल फाइनल्ली मैले चाहिँ पार्किङ पाएँ है। यहाँ एउटा निकालिरहेको थियो, अनि ठ्याक्क हाल्थेँ। यहाँ पार्किङ पाउन चाहिँ एकदम गाह्रो है आज। यो त सेल चलिरहेछ, अनि यो हो भ्यू, अनि यस्तो छ। पार्किङ पाउनै गाह्रो छ हो आज। सब पार्किङ प्याक छ, अनि कसैले निकाल्यो भने सट्टा हाल्ने हो। अनि यो लाइनमा त पुरै पसल छ क्या। अनि मैले चाहिँ अघि चाहिँ के गरेँ भन्दा, म ठ्याक्कै गेटमा आउँदा चाहिँ एउटा म्यादी दिदी चाहिँ बिरामी हुनुहुँदो रहेछ। अनि मैले सो उहाँलाई चाहिँ अब नाइ भन्न नसकेर चाहिँ छोडिदिएर आएको। उहाँले चाहिँ के मलाई सिकाउनु भयो भन्दा चाहिँ आज चाहिँ एकदम त्यो चोर्नी क्यार्नी चाहिँ बढी हुन्छ अरे क्या। अनि मेरो आइफोन हरायो भने त अनि त्यहाँ त दिमाग खराब हुन्छ। अनि सो एउटा कुरा चाहिँ ज्ञान दिएर जानुभयो। अनि उहाँले चाहिँ भनेअनुसार चाहिँ हलदार हुन्छ नि, लाइक के अरे पुलिसको हेड जस्तो कि। हलदार भनेको अलिक ठुलै पोस्ट होइन, जोस् हलदारको पनि खल्तीमा हात हालिदिरहेको थियो अरे क्या। अनि पक्रिरहेको अरे, हिजो 100 कतिजना पक्रियो अरे आज। त्यही भएर मलाई चाहिँ त्यो चाहिँ राम्रो ज्ञान दिएर जानुभयो। अनि अरू चाहिँ आज एकदम सेल चाहिँ बढी चल्दो रहेछ क्या यहाँ। अनि सब व्यापार चलिरह। अनि जहाँ पाइ त्यहीबाट चाहिँ जान मिल्दैन। अनि यहाँ एकदम सस्तो सस्तो सेल चलिरह, त्यस्तै हो। अनि पार्किङ पाउन चाहिँ एकदम समस्या आज। अनि त्यो लाइन कति छ त्यो बिस्तारै देखिहाल्छ। हेलो हेलो। पार्किङ चाहिँ यस्तो यस्तो पनि छ आज।
जताततै प्याक छ कि जामै जाम प्याकै प्याक ए हरन नबजाऊ न यार बिस्तारै बिस्तारै मुरली आयो मुरली अनि यो चाहिँ के हो आज धेरै नै बिक्री भएर आयो धेरै धेरै कलर हुन्छ यो चाहिँ खानुहुन्न गाइजहरू एकदम कलर पिसाब नै चेन्ज गरिदिन्छ क्या यसले सो खानु चाहिँ हुन्न है एकदम जाम छ अनि सेल चलिरह हिँड्न पनि गाह्रो छ यहाँ आज कसरी भ्लग हुन्छ थाहा छैन मलाई त्यस्तै भयो भने चाहिँ हुन्थ्यो नभए चाहिँ हुन्न यति नै हो यो चाहिँ बाटो एकदम जाम छ चाहिँ बाहिर हो कि पशुपतिको त्यही पनि यस्तो छ अनि यता प्लेग्राउन्ड रहेछ यहाँ सानो बसिरहेछन् मान्छेहरू अनि पुलमा पनि जाम छ वेदर चाहिँ ठिकै छ आजको अनि यहाँ जान मिलिरहेको जाम चाहिँ अति नै छ है आज अति नै छ अनि यो पशुपति भइहाल्यो अनि हाम्रो को हो यार यो न स्वयंसेवक हो कि नर्स हो कि ल ल ल बोलिदिनु नि त ल आज कस्तो भइरहेछ हजुरको बोल्ने भन्नुहुन्छ तर म चाहिँ नेतै हो कि क्या हो हिँडाइ नै छुट्टै छ कि अनि हाम्रो अहिले त चुनावको माहौल पनि छ नि त अनि सो त्यो अङ्कललाई सोध्नुपर्छ कि क्या हो सोध्नु पायो भने हो अङ्कललाई यसो अनि हाम्रो ट्राफिक दाइहरूलाई एकदम रेस्पेक्ट छ है रेस्पेक्ट अनि हाम्रो चाहिँ ट्राफिक दाइहरू एकदम आज एकदम यो लाइनमा चाहिँ एकदम बिजी नै हुन्छ क्या अनि भोट केमा घन्टीमा हो कि केमा हो गाइजहरू लेसी अहिलेको चुनाव चाहिँ बवाल हुनेवाला यहाँ चाहिँ हाम्रो भ्लग बनाइरहेको हो कि के हो अनि जाम त भइरहेको छ यहाँ अहिलेको चुनाव बवाल हुनेवाला अनि हाम्रो बालन शाह त कता हुनुहुन्छ हजुर हिजो बुटोलमा हुनुहुन्थ्यो सायद अहिले चाहिँ जित्नुपर्छ है केपिएललाई त्यति सजिलो छैन तर केपिएललाई जित्यो भने चाहिँ सिधै प्रधानमन्त्री नै हो क्या होइन हाइप चाहिँ एकदम छ अहिले अनि यहाँ चाहिँ को हो ब्युटिफुल ब्युटिफुल के हो गर्ल्स भन्ने हो कि नानी भन्ने हो कि के भन्ने हो एनिवे तिन थरीको के फुलहरू जस्तै अनि यस्तै हो आज चाहिँ एकदम जाम छ अनि मलाई एकदम डर लागिरहेको छ यहीँ के हो भन्दाखेरि डर लागेको कुरा चाहिँ हराउँछ भन्ने सुनिरह म पनि यतैबाट घटिदिन्छु बिस्तारै बिस्तारै कसले रुल्स फलो नगर्ने यहाँ चाहिँ एकदम हेर्नु पर्यो नि होइन रुल्स फलो कसले गरे छैन ठ्याक्कै थाहा हुन्छ है क्यामेरा क्यामेरा यो ट्राफिक दाइले फेरि एकदम हामीलाई यहाँ ओइ 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 के गरेको छ भन्नुहुन्छ जता गयो जाम छ क्या जता गयो जाम छ यहाँबाट छिर्न पाउँदैन कि क्या हो यहाँबाट पनि बन्द हो यहाँबाट पनि पाउँदैन आज चाहिँ जतातैबाट बन्द हो सबले हेरिराख मलाई केही छैन हेर्न चाहिँ परिहाल्यो होइन गाइस मेरो फेरि माइक त अन छ नि होइन कहिले काहीँ चाहिँ कस्तो हुन्छ भन्दा यत्रो बोलिरहेको हुन्छ अनि माइक अफ भइदियो भने चाहिँ यो एडप्टर भयो भने चाहिँ लाइक साउन्ड नै आउँदैन कि त्यो ओरिजिनलवाला नै आउँदै आउँदैन क्या अनि त्यो चाहिँ एकदम झ्याउ हुन्छ कि यत्रो बोल्यो है बनायो अनि लास्टमा साउन्डै नआउँदा चाहिँ ला भन्छ नि त अनि आज चाहिँ मोबाइल चोर्ने सम्भावना चाहिँ धेरै हुन्छ है सो ठ्याक्क कसले चोर्छ भनेर म हातमै समात्नु पर्ने हुन्छ आज चाहिँ अनि जाम त जामै जाम छ अनि आज अब पशुपतिमा हुनै पर्यो नि होइन कति लाख आउँछ अनि यस्तै हो प्याक छ यहाँ चाहिँ अति नै जाम छ सो मोबाइल त बचाउनै पर्छ आज मोबाइल सम्पूर्ण के हुन्छ श्रद्धालु भक्तजनहरूले आफ्नो मोबाइल चाहिँ आफूसँग सुरक्षित राखिदिनु होला म कस्तो लोटेन गाइस त्यस्तै हो जाम चाहिँ अब जताततै जाम छ यहाँ पनि छ यहाँबाट पनि मिल्छ है जान चाहिँ जताततैबाट मिल्छ आज चाहिँ धेरै ठाउँबाट बन्द हो कि एकै ठाउँबाट मात्रै छ अनि स्पेसल पूजा गर्नेको चाहिँ एकदम लाइन धेरै नै छ यत्तिकै हेर्न जाने हामी जस्तो भिडियोकै लागि जाने हो भने चाहिँ पायो होइन
अदरवाइज छैन के हो सब ठोकिन आउँछ नि त मसँग म हेर्दै लड्ने जस्तो देखिन्छु कि क्या हो जान्छ यहाँबाट चाहिँ निक्लिनु मात्रै यहाँबाट निक्लिने भनेपछि जाने चाहिँ कहाँबाट हो तिमी गौशाला गेटबाट है आज त थाहा नै हुन्न कि कसैले चोरिदिइहाल्यो भने नि है गाह्रो छ नि एकदम गाह्रो छ जता गयो भिड छ आज पूजा गर्ने होइन हो जस्ट हेर्ने हो अनि फर्किने हो कि भित्र पनि एकदम दिँदै दिन्न एक राउन्ड लगाउने हो आउने हो बस्ने त चान्सै छैन क्या किनकि यहाँ सबैको टर्न आउनु पर्यो अनि यहाँबाट पनि बन्द छ जहाँ त्यहीबाट दिएर त यो म्यानेज नै हुन्न क्या अनि थोरै समयमा सबैलाई जानु छ म मात्रै होला हो ए होइन म मात्रै त कहाँ हो नि म पूजाको लागि भन्दा पनि अब खाना खाएपछि पूजा गर्ने कुरो त भएन होइन तर जता पनि जाम कि यहाँको पार्किङ पनि बन्द छ उताको पनि पार्किङलाई प्रसाद ग्रहण ठाउँ बनाइरहेछ होइन अनि यहाँबाट चाहिँ बन्द छ अनि यहाँ अब कोकन एउटा खतरा कुरा चाहिँ काठमाडौँमा कोही चिनेको भेट्दिनँ क्या भेटे पनि हराइन्छ अहिले ऊ त्यस्तै दिदीलाई छोडेर आऊ मैले म्यादी एकदम बिरामी हुनुभयो अरे अनि उहाँ त्यही गौशाला जुन ठाउँबाट छिर्ने हो नि त्यही ठाउँबाट मैले छोडिदिएँ हो अब बिरामी भएको मान्छेलाई नाइ पनि भन्नु भएन होइन केही न केही धर्म त गर्नै पर्यो नि मन्दिर आएछ होइन धर्मै भनौँ अरू चाहिँ त्यस्तै हो सब मान्छे आफ्नै धुनमा खान् म पनि आफ्नै धुनमा भ्लग बनाउँदै हिँडिरहेको छु अनि मेन यहाँ पूजा गर्न आएको हो कि घुम्न आएको हो कि धेरै थाहा नै छैन धेरैलाई जस्ट आज पशुपति आउनुपर्छ भन्ने हिसाबले चाहिँ आइरह्यो अनि धेरैले त टिका लगाएर आइसकेका छ भित्रै गएर आएको होला कहाँ जहाँ पनि जाम छ हो जहाँ पनि जाम छ अनि के गर्नु सबलाई जानु छ सबलाई छिटो जानु छ अरे फेरि पालो मिलेर जानु नि छैन सबलाई पहिला जानु छ म पहिला आएको यसलाई पहिला जानु दिनुपर्छ भन्ने छैन लाइक फर्स्ट पालो पायो भने पेल्दिहाल्ने हो अनि छिरिहाल्ने हो कि नेपालमा यही छ क्या एक त ठाउँै सानो छ मान्छे धेरै छ अनि रुल्स कसैले फलो गर्नै चाहन्न मलाई कसरी हेरिदिरह यार भ्लग बनाउनु एकदम पाप हो कि क्या हो सबले कसरी हेरिरहेको हुन्छ क्या यसो रियाक्सन दिनु हेलो भनिदिनु छैन है खाला जस्तो गरेर हेरिरहेको हुन्छ कोही कोही त केही छैन ल जाममा पर्नु सफल भाइरल होला हो फेरि भाइरल त के हुन्थ्यो र है आज त यस्तै हो है यो मेरो फेस देखाएर चाहिँ आज पोसिबल हुन्न सो म चाहिँ यहाँ यस्तरी हिँडिरहेको अहिले एकछिन चाहिँ देखाउँछु म थोरै यो चाहिँ सब यो लाइन पूजा गर्नेवालाको है लाइन त हो गौशाला होइन उता गौशालाबाट नि उता गइसक्यो क्या चोकबाट अनि अहिले यहाँ चाहिँ हल्का खाली भयो हल्का छिटो जानुपर्छ अब अनि यो चाहिँ मन्दिर भयो होइन भ्यू चाहिँ बवाल छ यो चाहिँ सब भक्तजनहरू डुडुन्टा लाइन छ सायद अनि सब बसिरह कोही न कोहीले त देख्ला हो यत्रोमा है तर कोहीले हेर्दैन होला ल हेलो हेलो भनिदिनु सब ल कस्तो वेटिङ गर्न रमाइलो भइरहेको सब गाइजहरूलाई कोही चाहिँ माला लगाएर चट्ट बसिरह अनि अरू चाहिँ यस्तै हो के छ सबले हेरिरहन हो सब हेर्दै हाँस्दै गरिरहन अनि जाम त अभियसली दिस इज काठमाडौँ सो यति त हुनैपर्छ आज झन् स्पेसल दिन महाशिवरात्रि त्यही माथि अहिले दिउँसो 2 बजिरह होला कोही चाहिँ बसमा हिँडिरहेछन् हेलो पुच्चे हेलो पुच्चेहरूले हेलो नि गर्नु रोइरह पुच्चे सबलाई आफ्नो प्रब्लम छ है कहिलेकाहीँ यस्तो पनि हुनुपर्छ कि घर मात्र सुतेर केही अर्थ नै छैन कहिलेकाहीँ निक्लिनुहोस् घरबाट होइन विभिन्न ठाउँ एक्सप्लोर गर्नु पर्यो नि त होइन जिन्दगीमा के छ र जहिले काम 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 मात्र गरेर पनि भएन कहिलेकाहीँ चाहिँ यसो बाहिर घरबाट डिफ्रेन्ट ट्राई गर्नुहोस्
घुम्नुहोस् होइन रियल लाइफ के हो बुझ्नुहोस् त्यस्तै हो लाइफ जहिले बसेर घरमा बसेर त्यही खानी उठ्ने मात्र त होइन नि त लाइफ डिफ्रेन्ट कुराहरू ट्राई गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ अनि यो कुराहरू कैद पनि त हुन्छ नि युट्युबमा हाल्नु भनेको सधैँभरिको लागि सेभ नै हो अनि मलाई कोही कोही चाहिँ बवाल नोटिस गरेर हुन्छ यार हेलो हेलो गाइज हेलो 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 कोही कोहीले त हेलो गरे ल मेरो विज्ञानहरू त होइन होला यतिकै क्यामेरा म बोलेको हिँडिरहेको नि माइक समातेर अनि चाहिँ हेलो चाहिँ भनिदियो ल कोही न कोही चाहिँ रहेछ क्या ल हेलो हेलो भनौँ न यार बोल्दै बोल्दैन हजुर बुझ्दैन गाइजहरूले के गरेको रे देख्दैन के गरेर आएको मैले घाँस काटिरहेको के गरिरहेको रे अचम्म छ यार अचम्म कोही पनि छोड्दैन तर यत्रो मेरो यो जति मान्छे त्यति भिडियो हेर्ने भने त भइहाल्छ त यार मलाई के चाहिन्छ र है अब यो मोबाइलको पछि चाहिँ मेरो युट्युब च्यानलको नाम राख्नु पर्यो क्या होइन सबले खिचेर अनि हेरौँ न होइन त्यो चाहिँ सही आइडिया हो कि क्या हो तर होइन बिस्तारै अलि राम्रो स्किल हुँदै गयो भने अहिले चाहिँ स्किलै छैन बल्ल म क्यामेरा पक्ड्न सिकिरहेको अझै पनि गाह्रो हुन्छ होल्ड गर्न अनि कोही कोही त कस्तो राम्रो भएर आएको बाफ्रे कि मेरो आँखा राम्रो हो सायद जाम त यो एज अलवेज जहिले होइन त्यही माथि आज के को जाम छ धन्न आज पठाहरू पनि खासै बस्नु दिन्न क्या ट्राफिक दायरले उहाँहरूले नि ठिकै हो बस्नु नदिनु अनि फेरि अब बस्नै नदिएपछि चाहिँ कसरी चढाउनु त्यो पनि प्रब्लम हो सो एउटा स्पेसिफिक ठाउँ चाहिँ बनाइदिनु पर्ने हो अब बिस्तारै बल्ला हाम्रो बालेन दाई प्रधानमन्त्री हुनुभयो भने यति साह्रो चाहिँ नहोला है त्यो चाहिँ गर्नै नखोजेर हो कि सायद गर्ने भने चाहिँ केही न केही हुन्छ अनि यो चाहिँ आजको यो हो ल के हो 81 आज त मजाले बाहिरै हिँडिराखौँ कि अझै म भित्र छिरेकै छैन हेरेर त हिँडौँ न एटलिस्ट गाइज अङ्कलजी हेरेर त हेरिदिनु हेरेर चाहिँ हिँडिदिनु ए भयो भयो के साह्रो बजाएको टेडौँ न हो टेडौँ ट्राफिक सरहरूलाई नटेरेर कसलाई तेर्ने होइन रुल्समा हिँड्यो भने पो छिटो हुन्छ त सब जान खोज्यो हतार गऱ्यो भने कहाँबाट हुन्छ त्यही भएर रुल्समा हिँड्यो भने छिटो हुन्छ नेपालमा सबैलाई मिच्नु नै छ एक त रुल्स त्यही भएर फलो द रुल्स अनि छिटो हुन्छ बानी बन्छ होइन थर्काइहाल्छ यार तर ट्राफिक सरहरू बोल्ने तरिका चाहिँ अलि भएन कि सायद अब के गर्ने यहाँ चाहिँ ओ माई गस ए नपेलौँ न यार अब चाहिँ छिर्ने चाहिँ कहाँबाट हो मैले अहिलेसम्म थाहा पाएको छैन यार हिँडिरहेको छु बाहिर हिँडेर अब म तल चाहिँ हेर्न बिर्सेर बेलालाई ठोकिन्छु के म खास राम्रो चिल्लो बाटोमा हुनुपर्ने नेपालमा जन्मेछु कि म मिस्टेकली यहाँबाट छिर्नुपर्ने होइन कि कहाँबाट हो यहाँबाट छिर्नै पाउँदो रहेछ नि त ल सेट भयो त छिर्ने चाहिँ कहाँबाट हो आज त फोटो खिच्न मिल्दैन होला छिर्न मिलिहाल्यो छिरौँ ल गाइजहरू छिरौँ ल छिर्न दिनुभयो हामीहरूलाई चाहिँ ठिक छ ल ठिक छ ल ठिक छ ल हल्का चाहिँ पस्यो है ल बल्ल भित्र चाहिँ आएँ म अनि यो रोड कहिले भत्कायो अहिले चाहिँ बनेछ बल्ल सरी यस्तै हो जता पनि भिड छ त्यही भएर त रमाइलो छ नि होइन राम्रो ठाउँमा मान्छे हुन्छ भिड हुन्छ होइन हाम्रो साइडको घरमा केही छँदै छैन के किनकि कोही आउँदै आउन्न त जुन ठाउँमा चाहिँ केही न केही भ्यालु हुन्छ त्यहाँ चाहिँ मान्छे भइहाल्छ
हामीलाई नि अब त्यही चाहिन्छ होइन अनि त्यो सबैले आउँदाखेरि त्यस्तै हुन्छ यो अनि मान्छे त बाफ्रे सबैको आफ्नो ड्युटी पनि छ कि फेरि होइन यही बेला अब कसैले मास्क बेचिरहेको म चाहिँ यस्तो मोबाइल ठडाएर हिँडिरहेको होइन अब के गर्नु यस्तै गर्न लेखेछ त्यसै त मेरो इन्ट्रेस्ट पनि हो होइन अरू चाहिँ त्यस्तै हो आज सेल चाहिँ बहुत चल्दो रहेछ क्या यहाँ एनी हाउस सेल चाहिँ गर क्या होइन आज शिवरात्रि होइन कि आज विथआउट सटर बिक्री गर्ने ठाउँ हो नि त त्यो पनि राम्रै कुरा हो होइन एउटा स्पेसिफिक ठाउँ बनाएर एउटा म्यानेजमेन्ट चाहिँ हुनुपर्ने हो कि जतापाइ भन्दा यो म्यानेजमेन्ट गऱ्यो भने चाहिँ सरकारलाई पनि हल्का रेभिन्यू आउँथ्यो होइन यहाँ त अब न म्यानेजमेन्ट छ न कसैले दर्ता सर्ता गर्छ त्यही भएर नि कुनै कुनै कुरा ब्यालेन्स मियर हुँदा पनि ठिकै नै गरे हो कोही कोही कुरा चाहिँ अब त्यो हल्का स्ट्रिक त हुनैपर्छ एउटा सबै कुरा मान्यो सबै कुरा पहिलेकै जस्तो छोडिदियो भने त कसरी चेन्ज हुन्छ त होइन चेन्ज हुनलाई केही न केही त गर्नु पर्यो सो कोही कोही चाहिँ पूजा गरेर फर्किसक्नु भयो म चाहिँ अब बल्ल छिर्दैछु अनि एकदम भिड भयो भने चाहिँ झ्याउ हुन्छ मोबाइल तानेर हिँड्ने मोबाइल तान्ने चाहिँ सम्भावना हुन्छ क्या यहाँ चाहिँ अब यहाँ थोरै तान्ने कसले तान्ने बेसी हुन्न क्या मान्छे यसै त ठोकेर हिँडिरहेको हुन्छ अनि यस्तो भिडियो गर्दा गर्दा चाहिँ चोर्ने याद नगर्ला सायद सो म कन्टिन्युस सकेसम्म म जति बोल्न सक्छु त्यति चाहिँ म भिडियो गराएरै छाड्छु है अहिले चाहिँ म भर्खरै गेटबाट छिरेँ यस्तो छ यहाँ मान्छे त अब हुनै पर्यो होइन अब चाहिँ म ब्याक भिडियो बनाउँछु एकैछिन चाहिँ कस्तो देखिरह गाइस बबाल देखिरह कि कस्तो देखिरह अलिअलि त ठोकिन्छ अब यस्तै हो यहाँ होइन आवाज चाहिँ सुनिनु पर्यो है आवाज ठिक छ नि होइन यहाँ अब ग्रिन बोलिरह सायद फाइन छ अनि त्यो त अब यो घाम बल्ल सुरु भयो मेरो भ्लग अनि यस्तै यस्तै छ आजको जता हेर भिड के लाइक यताबाट पनि भिड यताबाट पनि भिड अनि यताबाट पनि भिड भिड त हुनै पर्यो होइन अलिअलि अनि सबलाई फोटो खिच्नु छ अनि यस्तै हो अब चाहिँ अगाडिबाटै बनाउँछु है मेरो सुझुनु कति देखाउनु होइन अरू राम्रो कुरा पनि देखाऊँ ल यहाँ त टोइलेटमा पनि जाम छ हो टोइलेट यस्तो छ टोइलेट फ्री चाहिँ होइन होला तर टोइलेट त लाग्नै पर्यो होइन यहाँ चटपटे राई के छ चटपटे साउ केटाहरू पनि चटपटे खान्छ चटपटे खाने हो गाइजहरू आज होइन होला त ल यता पनि छ क्या यता गयो यतै जाम छ होइन ल सबैलाई ओ हाम्रो अङ्कलले भिडियो बनाउँदै हुनुहुन्छ है ल ठिक छ ल ठिक छ हेलो दाइ हेलो हेलो अब चाहिँ म यो मेन अझ चाहिँ अब भित्रभित्र जाँदैछु होइन यति नै हो अब चाहिँ बिस्तारै हात पनि गल्दै गयो अब एकछिनपछि बनाउँछु ल यहाँनिर चाहिँ एउटा ट्रिक चाहिँ दामी लाग्यो है मलाई दामी हो दामी यस्तो अप होला है यस्तो भयो भने चाहिँ जाम हुन्न नि त राम्रो हो यो कन्सेप्ट चाहिँ दामी लाग्यो मलाई अरू चाहिँ त्यस्तै हो यो फोहोर व्यवस्थापन त अब यस्तै खै जहाँ भयो फालिदियो मतलबै छैन है जसले जता फालिदियो होइन ल हाम्रो ट्राफिक सरहरू पुलिस दाइहरू अन ड्युटी हुनुहुन्छ अनि यता शिविर पनि चलिरहेको रहेछ कोही रगत दिन चाहनुहुन्छ निःशुल्क जल वितरण अथवा समथिङ केही अब हजुरहरूलाई गाह्रो भयो भने चाहिँ अब काम लाग्छ बाफ्रे भिड त है यो फोहोर म्यानेजमेन्ट चाहिँ साह्रै भएन हो हामी मान्छे चाहिँ नसुध्रिया हो कि देशले म्यानेजमेन्ट नगरे हो कि नगरपालिकाले यस्तो पुरै फोहोर हुने क्या है खाइसकेपछि त एटलिस्ट सबैले फालिदिने हो नि त होइन एक ठाउँमा गर्नुपर्ने हो जहाँ पनि फालिदिएको छ मतलबै छैन क्या अनि होइन खानुपर्छ तर खाएर चाहिँ जहाँ पाइदिए चाहिँ नफाल्नु पर्ने हो क्या के भन्नु
सबै कुरा एकैचोटि चाहिँ चेन्ज हुन्न तर यो बाँड्नु चाहिँ राम्रो हो तर जहाँ पाइ त्यही चाहिँ नफालिदिनु होला जसले खाँदै हुनुहुन्छ के हो यहाँ चाहिँ फोरै हो ल म मिस्टेक बाटोमा आएँ ल मिस्टेक ल म साइडमा जान्छु साइडमा गयो भने चाहिँ बल्ल यो चाहिँ साइडबाट चाहिँ हाम्रो पूजा गर्नेको लाइन छ अनि चाहिँ हाम्रो दाइले पानी वितरण गरिरहनु भएको छ म पानी जहाँ पाइ त्यो चाहिँ नफालिदिनु है गाइजहरू अरू चाहिँ त्यस्तै हो अब यहाँ सबैलाई आफ्नो पीडा छ होइन जन्मै यस्तो भयो भने चाहिँ के गर्नु र सकेसम्म हेल्प गर्ने हो मसँग अहिले चाहिँ क्यास छैन म बर्थडेमा आयो भने चाहिँ म हल्का सहयोग गर्छु अरू बेला चाहिँ अहिले मैसँग क्यास छैन अघि भाइहरूलाई ए आज चाहिँ कति धेरै ठाउँमा कि लाइक म घरबाट त्यो 5 मिनट निक्लिन्छु अरे 10-15जना भेट्टा होला क्या त्यो फुच्चीहरू एक ठाउँमा चाहिँ आन्टी पनि बसिरहेको के होइन त्यो भनेको त एउटा बच्चाहरूले पो रमाइलो गर्नको लागि चाहिँ गरे हो नि त अनि आन्टीहरू सुद्ध बसिरहेको कि अनि मेरो चाहिँ मेन प्रब्लम चाहिँ चेन्जै थिएन अनि क्यासै थिएन कि अहिले बेलुकी चाहिँ मिल्यो भने चाहिँ म दिने ट्राई गर्छु अब मिलेन भने त के गर्नु र भाइहरूको पनि रमाइलो होइन अनि जुन भाइले नि हामी भर्खरै आएको दाइ भन्छ होइन रमाइलो हो त्यो अलिक पछि मजा आउन्न होइन अहिले नै गर्ने हो अब मान्छे त के भन्नु यहाँ बाफ्रे आएको छ निक्लिएको छ गएको छ सबैले पूजा गरिरह त्यो साइडमा चाहिँ पूजा गर्नेको यता चाहिँ अब ब्याकग्राउन्डमा यस्तो म्युजिक नसुन्ने होस् यार मैले काट्नुपर्छ फेरि कपिराइट हानिहाल्छ मलाई बसिरहनु भएको छ सबजना कहिले आउने हो उहाँहरूको पालो त लिटरल्ली उहीँ गेटमै चोकमै गएको कि कहिले आउने हामी हिँडेर आउँदा त म यहाँ आफू बल्ल हिँडेर लगभग म 1 घन्टामा आइपुगेँ भनेपछि 2-3 घन्टा त लाग्छ पक्का अनि सब रेडी हुनुहुन्छ आजको मेन व्यापार नै यस्तै हो नि त होइन आज भेटी पनि सङ्कलन धेरै हुन्छ सायद मान्छे नै यत्रो छ अनि हल्का त हुनै पर्यो ल यस्तो पनि मिल्छ म पनि हल्की जानुपर्छ सरी भन्न त मिलेन होइन यस्तै हो उहाँहरूको अब केही समस्या होला केही पुगेन होला उहाँलाई होइन केही चिजको कमी भयो भने चाहिँ शरीरमा कम्पन हुन्छ नि त अनि मेरो हात चाहिँ गलिसक्यो है आज गाह्रै हुँदो रहेछ समाति होल्ड गर्न चाहिँ सो प्रसाद पनि यहाँ बाँडिसक्नु भएको के हो कहाँबाट आएको प्रसाद चाहिँ यता रहेछ प्रसाद वितरण सबैले जताततै चाहिँ नफालिदिनु होला मैले भनेको चाहिँ कहाँबाट मान्नुहुन्छ र त्यही नि सबैले फालेन हुन्छ आफै राम्रो हुन्छ नि होइन त्यो बच्चाले शुद्ध फालिदिरहेको हुन्छ क्या किनकि फ्यामिलीले नै अब मतलबै गर्दैन नि त फाल्न हुन्न भन्ने सिकाउनु पर्यो नि त सानैबाट अनि अब आफ्नो ड्याड ममले नै फालिदियो भन्छ अनि अरूले बच्चाले त्यही सिक्नु त हो नि होइन सो बच्चाहरूलाई सिकाउनु भन्दा नि आफूले त्यस्तै गर्नु पर्यो नि त यहाँ फाल्नु पर्यो सबलाई हतार छ हो फेरि के खान हतार हो यो चाहिँ अर्को पुल आइसक्यो आज 2टा पुल भेटिसकेँ मैले अनि कता हो यहाँबाट जान्छ मै कन्फ्युज भएँ त कताबाट पो जानु मिल्छ मन्दिर कताबाट गइन्छ यहाँबाट गइन्छ होइन म कन्फ्युज भएँ त यार ओहो कुर्ता त कस्तो राम्रो देखिएको अरे कुर्ता हो कि कुर्ती हो कि के भन्दैन ल ल ल हेरेर हिँडौँ न हेरेर बाजेहरू त्यतिकै त नहिँडिदिउँ न यहाँबाट चाहिँ के भइरहेको जान नदिरहेको यहाँबाट चाहिँ ब्लक छ हामी चाहिँ अब यता यो भनेको मेन हाम्रो हामी सबैको अन्तिम गन्तव्य जहाँ चाहिँ जता गए पनि अन्तिममा हाम्रो आउने भनेको त यहीँ हो नि त होइन अनि भित्र जानु चाहिँ गाह्रो छ भन्दैछन् गाह्रो त अभियसली भइहाल्छ यहाँ बाहिर आउनु त गाह्रो भइरह अनि यो चाहिँ हाम्रो अन्तिम जीवनको अन्तिम छेड होइन ल के गर्नु आज कति धेरै हो यो त हुनै पर्यो होइन अब जन्मिएपछि मर्नै पर्यो होइन जति एटिट्युड भयो भने सो
अब जो पनि आज बित्नु भएको छ उहाँलाई चाहिँ हार्दिक श्रद्धाञ्जली, स्वर्गमा बास होस् होइन। त्यति नै हो भन्ने चाहिँ, अरू के भन्नु। मलाई चाहिँ यो अलि के भन्छ यो पर्फ्युम भन्छ कि यो सेन्ट चाहिँ अलिक नराम्रै आउँछ, तर बानी लाग्यो हो। पहिला पहिला चाहिँ अलिक कस्तो कस्तो लाग्थ्यो, अहिले चाहिँ ठिक लागिसक्यो। ठिक लाग्यो भन्दा नि अब एक्सेप्ट गर्नै पर्यो होइन, मन्दिर जस्तो ठाउँमा छ। तर आज चाहिँ अति भयो, अलि गाह्रै भयो, धुवा छ प्लस मेरो मोबाइल खस्ला भन्ने डर भइसक्यो मलाई। आज पुरै फुल छ हो, कति धेरै लाग्छ आज चाहिँ। यस्तै हो है, उता साइडमा पनि मान्छे भिड छ। यस्तोमा भिडियो चाहिँ बनाउनु नहुने, तर अब म भिडियोकै लागि आएको, अब यति त बनाउनै पर्यो, के गर्नु। मान्छे त अब भइहाल्छ नि, जलाएकै मान्छे जलाउनु, अनि मान्छे नभएर के हुन्छ यार। मजाक गरेर हो त्यो, होइन नि त होइन। क्वेसन नि के सोध्छन् हो बच्चाहरूले, मान्छे छ अरे क्या, हुने नै मान्छे हो त होइन, अनि को हुन्छ अरू चाहिँ। बाबु अति नै छ क्या, उताबाट चाहिँ ब्लग गर्दैछ नि त आज। यो चाहिँ अलि राम्रै हाई स्ट्यान्डर्डकै फ्यामिली होला, सो यत्रो यो चाहिँ अब माला यस्तो हाल्नु चाहिँ अब मलाई खासै राम्रो त लाग्दैन होइन। मर्दा पनि स्ट्यान्डर्ड देखाएर मरे जस्तो भयो क्या यो चाहिँ। त्यो माला वेस्ट गरेर काम नै छैन नि त होइन। झगडा भइरहेको कि के हो, पुरा पेलापेल भइरहेको ल। यस्तो चाहिँ नगरौँ न होइन, सबै मिलेर आउँ न हो। कसरी पेलिरहेको ल हेर न, यस्तो पनि हुन्छ। एउटा धार्मिक स्थलमा आइसकेपछि त्यही अनुसार बिहेभ गरौँ न। अनि केटाहरू आइसक्यो हल्का त भइहाल्छ, तर एउटा चाहिँ अब जता मन लाग्यो त्यता चाहिँ नगरौँ। यहाँ सबै हुन्छ, सानो हुन्छ ठुलो हुन्छ। सो पशुपतिमा आएर यस्तो गर्नु त भएन नि त होइन। बिस्तारै हतार नगरौँ, कोही बिरामी भएको हुनसक्छ होइन, धेरै भिडको कारणले उहाँलाई चाहिँ जान दिनौँ होइन। मान्छे त कति छ होइन, अति नै मान्छे। अहिले चाहिँ निक्लिन दिएछ क्या, एकहोरा आएको भयो नि त, धेरै हुन्छ त्यो भयो। सो निक्लिने काम हुँदैछ यहाँ, कति धेरै हो कि मान्छे त है। अनि यत्रो गेटबाट कहाँबाट निक्लिएर आउँछ, अनि उताबाट चाहिँ फ्री हुनु पर्ने। पुरै पेलै पेल, त्यो पुलमै ब्लक गरिदिइसक्यो, त्यो ब्लकमै जानु धेरै भयो नि त आज भिड। ल हेर न, सब ब्रिजमा छन् कि के हो। बिस्तारै आम अन्त यत्रोमा अब पेलापेल त भइहाल्छ अलिअलि, त्यही नि म्यानेज गरौँ, सहज वातावरण क्रिएट गरिदिउँ होइन। मान्छे त जताततै छ क्या, यस्तै हो। यहाँ चाहिँ पेलेको पेलै छ, यत्रो गेट त छ, अनि यत्रो मान्छे 2 लाख मान्छेलाई होइन, त्यो हल्का भिड त भइहाल्छ। ए अङ्कल खस्नु होला है, खस्नु होला, साइडमा बस्नु। पेलिरहने गाह्रै छ आज। त्यो अति नै क्राउड भएर फर्किसक्नु लाग्यो, फर्काइदिनु लाग्यो। फर्किन्छ होला नि, यो मान्छे सब उता पठाइराख्यो क्या, यहाँबाट के अरे यो पुलबाट चाहिँ जहाँ आउनै दिइराखेन, यता पुरै सब मान्छे चाहिँ यता सिफ्ट भइराख्यो। यहाँ चाहिँ जानै नदिने अरे, अब सब फर्किनु भनिरहेको। हामी चाहिँ कताबाट जानु अब, माथिबाट नि अब उताबाट जान दिन्न फेरि। गर्नु चाहिँ के हो, एकतिरबाट जाने एकतिरबाट चाहिँ निकाल्ने हुनु पर्ने। फाइनल्ली पस्यो है ल, बल्ल बल्ल घचार्दै बस्छु। फेरि कता जाने हो थाहा नै छैन कि, कता जानुहुन्छ। यहाँबाट चाहिँ हल्का खुल्ला छ, यहाँबाट फेरि ब्लक छ क्या। नपेलौँ यताबाट पनि पुरै जामै छ, जताततैबाट जाम छ क्या। यहाँबाट चाहिँ पुलबाट जानै दिएन है, अब ब्लक भयो। अनि अब जाने भनेको अल्टिमेट चाहिँ अब सिधै गइराख न, अब त्यतै त होला नि होइन। कता जमझम भने ठाउँमा पनि जान दिन्न नामालाई होइन, गाह्रो छ। उता पनि ब्लक भइसक्यो, यो ब्लक भयो। अर्को पुलबाट चाहिँ है, त्यो पुल चाहिँ अब एकदम
लोड भइसक्यो उताबाट आएर के गर्नु हो यहाँ भित्र ठुलो ठाउँ छ अनि निक्लिँदै सानो ठाउँ छ नि त अनि पुरै पेलापेल ठेलाठेल भइसक्यो अघि अब यो एकजना पुरै बिरामी भइरहेको थियो त्यो पक्का क्राउडले गर्दा हो कि कोही कोही चाहिँ अब क्राउडले फेन्ट भइहाल्छ क्या त्यो त केही गर्नु त्यस्तो मान्छेहरू चाहिँ सकेसम्म चाहिँ नआएकै राम्रो हो कहिलेकाहीँ अब नचाहँदा नचाहँदै हुन्छ त्यो त अब के गर्नु है पनि भिड छ जता भिड छ के को कुर्लिरा हो भयो चाहिँ के ए बाटो अब को आयो फेरि ए सरी यार सरी 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 के गर्नु है मान्छेलाई अब मर्दा नि यार यस्तो भिडमा आउनु पर्यो गाह्रो छ गाह्रो त्यो त छोडिदिनै पर्यो अनि कसो यता कुचेन यार सरी 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 पुजारी बा सरी मैले अब मेरो गल्ती होइन अब पुरै पेल्छ अब पेल्लेपछि म पनि पेलिन्छु अब त्यो सिचुएसनले गर्दा भयो हामी गइरहेको चाहिँ कहाँ हो माथि जानको लागि ट्राई गरिरहेको हो माथि जान पाइन्छ कि नपाइन्छ होइन हेरौँ बेसी अहिलेसम्म चाहिँ भिडियो बनाइरहेको हो क्राउड त मान्छे त यहाँ एउटा बच्चा नै छुटेछ क्या रोइरहेको अब के गर्नु गाह्रो छ गाह्रो उहाँ चाहिँ अब छिटोभन्दा छिटो माइक नै छैन हो बच्चा नै हराइदिरहेको क्या त्यही भएर सानसानो बच्चाहरू चाहिँ नल्याएकै राम्रो हो क्या ठुलै मान्छे त गाह्रो भइरहेको यहाँ पेलिहाल्छ भोट केमा घन्टी भन्ने कि यसपालि त घन्टी नै हान्ने हो हो तर भन्न त मिल्यो नि त हजुर घन्टी होइन जस्तो लाग्यो होइन एकचोटि चाहिँ प्राउडली जिताउनु पर्छ क्या एकचोटि चान्स चाहिँ दिनुपर्छ क्या एकचोटि चान्स पाएन नि त यो 10 चोटि चान्स पाउँदा त केही गरेकै छैन नि यो 10 चोटि चान्स पाउँदा नगर्नलाई त किन दिने हो र अब गाह्रो छ यार जय घन्टी पेलापेल छ यार सरी सरी नपेलौँ है नपेलौँ सरी 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 मेरो के भइसक्यो यहाँ उहाँ जाँदैछ है बिस्तारै बिस्तारै हतार नगरौँ यहाँ जसले यहाँ फल्ट गरे सब यहाँ क्यामेरा लड्नु नै पर्दैन पेलिहाल्छ नि आफै लडाइदिन्छ नि माथि माथिबाट हेरिराख यसले त्यहाँबाट नि भ्लग बनाउनुपर्छ होइन माता पनि हुनु गाह्रो छ गाह्रो गाह्रो पेलाटेल पेलापेल भइसक्यो यहाँ ओ माई गस ए छोडिदिउँ बिस्तारै सबै जम्न बिस्तारै हतार गरे के हो बिस्तारै छिटो पुगिन्छ भने गाह्रो छ ल सबै मिलेर जम्न होइन अहिले जान हतार छ अहिले आउन हतार हुन्छ यस्तै जानी चाहिँ कहाँ हो हामी तिर्सुल आयो खतरा डरै लाग्यो मलाई त यस्तै तिर्सुल ल्याएर आउनु पर्दो रहेछ यहाँ चाहिँ पुल सानो हो अनि अब एकचोटि चाहिँ पुलै भाँचिरहेको थियो यहाँ चाहिँ पुरै ठेलाठेल भइरहेको आफै पेलिन्छ यहाँ हिँड्नै पर्दैन क्या अटो आफै गइरहेको मेरो हेलमेटले पुरै दुइसक्यो यार अचालिसक्यो धेरै चाहिँ अब हाम्रो पुलिस दाइको सिटी आइरह होला है बजेको बजेको यहाँ अब पुरैले पेलिरहेको नि ठाउँ यत्रो रहेछ ठाउँ एकचोटिमा 10 जना जाने भयो यहाँ 100 जना गइरह सरी सरी नपेलौँ है नपेलौँ सबै जाने हो सबै बिस्तारै गए पुगिन्छ ल
के छ धेरै सानो चाहिँ नछिराएकै भयो हुने हो अहिले निक्लिन गाह्रो हुन्छ है सानो सानो चाहिँ नलगे राम्रो यहाँ यस्तो हो कि पारा चाहिँ मेरो मोबाइल खस्यो भने कहाँ जान्छ थाहा नै हुन्छ हामी यहाँ हेर्दैछौँ आज यस्तो सिन भइरहेको छ सिन भइरहेको तर मास्क चाहिँ लाउनु भएन मास्क लगाएपछि त को भएन जय घन्टी हो या अहिले चाहिँ के लाग्यो भोट घन्टी घन्टी एकचोटि चाहिँ ट्राई घन्टीलाई नै गर्नुपर्छ होइन च्यानलको नाम चाहिँ च्यानलको नाम चाहिँ अब भाइरल भयो भने चाहिँ आउला होइन अहिले भन्नु न त्यो अहिले म त्यहाँ याद गरेर भन्छु ल अहिले भन्छु गर्नु ल कस्तो भइरहेको छ आजको माहौल एकदमै आफै गइन्छ कि यहाँ टेल्नै पर्दैन हामी माथि जानु खोजिरहेको होइन माथिबाट भ्यू हेर्नुपर्छ कस्तो छ हाम्रो पुलिस दाइलाई नै पेलिदिइराख्ने रिक्सा बवाल छ नि आज त है आज पशुपतिमा एकदम भिड छ है ठाउँ नै छैन क्या यताबाट आयो नि यताबाट आएको आयो त्यो कन्ट्रोलै भइरहेको नि क्राउड सो अघि चाहिँ यता पठाइदिइरहेको थियो आधा क्राउड अब माथि जाऊँ होइन माथिको भ्यू कस्तो छ हेरौँ राम्रो आउँछ होला बवालमा भिड पशुपति आज महाशिवरात्रि चलिरहेको जय घन्टी हान्नु भयो क्या एकचोटि ट्राई गर्नु पर्यो नि होइन नयाँलाई नि होइन हानि नि हान्नुपर्छ कि अब डराएर काम छैन कि जति भयो भने अब त्यही एमएलएले हाल्छ कि अस्ति त्यत्रो भयो भयो त के अर्थ भयो अहिले लास्टमा आएर यही फेरि केपी ओलीकै पछि लगाएको कि त्यही भएर चेन्ज हुनलाई त्यो डराएर हुन्न कहिले एकचोटि चाहिँ ट्राई गर्नुहोस् होइन सबले एकचोटि चाहिँ ट्राई गर्नुहोस् म के शिवरात्रिमा आएको हो कि म घन्टीको प्रमोसन गर्न आएको ल यहाँ चाहिँ 17 Pro Max म त देखाउनै मन लाग्दैन क्या 17 Pro Max 17 Pro Max ल्याएर हिँडिराख्ने गाइजहरूले होइन जता पनि भिड छ जता पनि यो चाहिँ आजको महाशिवरात्रि बवाल नै भइरहेको आज बवाल त के हुनु त्यही भिड छ त्यही हो भिड भएर बवाल भइरहेको अरू चाहिँ ठिकै हो कोही बिरामी भयो भने चाहिँ अति नै जाउ हुन्छ म फाइट पर्ला जस्तो है यहाँ के भइरहेको यहाँ हजुर पूजा गर्न आएको कि घुम्न आएको हेर्न आएको कि पूजा गर्न पूजा पनि गरिसक्यो कतिको भिड हुन्छ भनेर हो क्या जय घन्टी भन्दै हिँड्नु न एकचोटि चाहिँ अब जय घन्टी यहाँ पनि जय घन्टी हुँदैन बालन साथ चाहिँ कता जानुभयो जो आज भोलि घन्टी एकचोटि त घन्टी हाल्नै पर्यो नि त होइन एकचोटि टेस्ट चाहिँ गर्नुपर्छ है गाइज एकचोटि अब आज घन्टी बज्छ अब 21 गते अब बवालवाला घन्टी बज्छ घन्टी बजाउनु पर्छ यहाँ चाहिँ यस्तै छ ल क्राउड ए ल हाम्रो कट्टर घन्टी आउनु भयो ल के भइरहेछ यहाँ यार हेर्नै पाएन भिड चाहिँ खतरा छ है ल यहाँ हिँड्नै पर्दैन क्या आफै पेलिरहेको क्या झगडा नगरौँ मन्दिरमा आएर नि झगडा गरेपछि के अर्थ भयो त होइन बवाल नै छ ल बवाल यहाँ चाहिँ बढी यता आउने जाने भन्दा पनि ठेल्ने कार्यक्रम पेल्ने कार्यक्रम भइरहेको रुल्समा कसैलाई हिँड्नु छैन भाँड गर्नु छ सरिरहेकै छैन कि तर त्यहाँ चलिरहेको छ हामी जानै पाइरहेन त्यस्तै हो मन्दिरभित्र त आज त्यस्तै हो पालो आउँदैन बाहिरबाट दर्शन जय घन्टी
यस्तो भित्र चाहिँ नछिर्नु न ए मलाई चाहिँ गाली नगर्नु न खेल्नु नै पर्दैन क्या आफै ठेलिन्छ आफै ठेलिन्छ क्या के गर्ने मैले हेलमेट चाहिँ बेकारमै ल्याएको यस्तो गाह्रो छ गाह्रो मलाई ठुलैले त पेल्न लागिसक्यो बच्चाको के कुरा हो बच्चा चाहिँ नल्याएरै आएको ठिक हुन्छ क्या यो आफैमा त्यो आफ्नै खुट्टा बन्चाएर हान्नु जस्तो हो कि अघि त्यहाँ अघि हराइरहेको एउटा बच्चा हराइरहेको कुरा मेरो जुत्ता फोहोर भयो नयाँ जुत्ता हो कि फाइनल्ली अलिअलि रिलिफ चाहिँ मिलेको छ है यहाँ चाहिँ हल्का खाली छ अब चाहिँ गइहाल्नुपर्छ एक साइडतिर लगाइहाल्नुपर्छ न पेलिहाल्छ मान्छे गाह्रो छ गाह्रो अब सायद अब फोटो खिच्नेतिर जाम एकचोटि होइन एकचोटि चाहिँ अब माथि जाम माथिबाट एक दुई सर्ट हानौँ होइन कस्तो आउँछ आजको भ्यू बवाल नै आउनु पर्ने हो मान्छेहरू त पशुपति पूजा गर्नु भन्दा नि अब बाहिर आउने माथि आउने चाहिँ एकदम यतिको भिडमा आएपछि हल्का त भइहाल्छ नि होइन अलिअलि ठेलाठेल पेलापेल त भइहाल्छ यस्तै छ यहाँ यस्तै छ ओ माई गस माथिसम्म त्यस्तै रहेछ त यार कता पो जाने हो एकचोटि चाहिँ म यता गएर आउँछु एकदम थाकिसकेँ म मेरो हेलमेट चाहिँ कसको चाहिँ छुट्टी भयो ए नपेलौँ न नपेलौँ म यता हिँडेको यता गएँ हो म कता हिँडेको कता गएँ होइन यता माथि जान्छु ल म माथि नै गएँ यार ठाउँै छैन त उता जान्छ उता जान्छु भनेको ठेलेर यतै पो ल्याइदिएँ त्यसै गर्मी छ आज त बवाल नै गर्मी भयो ओ माई गस हातै दुखिसक्यो मेरो बाबाजीहरू हुनुहुन्छ यहाँ टन्नै ओ माई गस आज त पुरै इलिगलै रहेछ त मस्त पारामा आज लिगल छ है भिडियो गर्न त मिल्दैन होला तर गर्दै मैले आज लिगल हो होइन लिगल हाबिबी कम टु दुबई पुलिस नट इलिगल भने जस्तो भयो यस्तो बवाल रहेछ त साइडमा त हन्टिङ हान्नुपर्छ हन्टिङ अनि म कता जाने थाहा छैन तर जता गएँ नि भनेको ठाउँमा त जानै पाउँदैन क्या अनि यहाँ चाहिँ यो एउटा भाइरल ठाउँ हो यो जहाँ चाहिँ त्यो हात छिराउनेवाला हुन्छ नि आज चाहिँ मिल्दैन होला ठाउँै छैन आज सम्झिने पानी सम्झिने नेपालमा गाजा लिगल भनेको चाहिँ आज हो क्या जति खान सक्छौ खाऊ कि होइन मतलबै छैन आज जय सम्भव भन्यो खायो रमाइलो छ रमाइलो ऊ हामी टपमा जाँदैछ नि टपबाट चाहिँ कस्तो आइरहेको छ खासै राम्रो चाहिँ आउँदो रहेछ त्यो मान्छे त बाफ्रे यहाँ फेरि कोही जोडी हुनुहुन्छ अनरिभिल्ड भने फेरि रिभिल्ड होला है उता पनि गइदिउँ न होइन जोडी कस्तो छ या हातै दुखिसक्यो समात्दै गाह्रो छ लड्डु लड्डु ल प्रसाद चल्यो है प्रसाद यहाँ चाहिँ म फर्स्ट टाइम आयो कहिले आइरहेको छैन म फर्स्ट टाइम यति माथि पनि यस्तो रहेछ यार थाहा नै थिएन मलाई चाहिँ
ठिक 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 केटिएम सिडी त्यो चाहिँ जेरी भएर जेरीमा पनि भाङ हुन्छ कि आज ओहो यहाँ चाहिँ म फर्स्ट टाइम नै आयो पशुपतिको म कतिचोटि आएँ तर यो चाहिँ फर्स्ट टाइम नै हो आज एकदम गाह्रो नै छ कि मलाई आउन नै कति 1 घन्टा लाग्यो होला कि गेटबाट यहाँ यस्तो क्राउड छ यस्तो त्यस्तै छ ए जय घन्टी के को साउन्ड सिस्टम चलिरहेको है त आई डोन्ट नो यहाँ चाहिँ अलि रिलिफ छ यार बिचमा त अति नै छ क्या अति नै पुल कट्नेवालामा चाहिँ मान्छे नै फेन्ट हुनेवाला है मैले चाहिँ फर्स्ट टाइम थाहा पाएँ यता पशुपतिको यता साइडमा अर्कै मन्दिर रहेछ कि गृहेश्वरी है के भन्छ अर्को पो रहेछ अर्कै रहेछ यता चाहिँ बिहे हुँदैछ है ह्याप्पी म्यारिड लाइफ है जसको हो जसको होइन होइन ह्याप्पी म्यारिड लाइफ बिहा चाहिँ हुँदो रहेछ यता चाहिँ पिस छ हो उता चाहिँ पुरै क्राउडै क्राउड मान्छे त यो त मान्छे मर्ने स्थितिमा यता चाहिँ कुल हुने ठाउँ रहेछ क्या यस्तो मजाको कुल हुने ठाउँ है आनन्द ठाउँ है म त फर्स्ट टाइम आयो रमाइलो रहेछ म त पशुपति नै एरियामा भनेको त अर्कै साइडमा आइसकेको छु फेरि फिर्ता माथि नै जानुपर्ने भयो ल यति नै हो फाइनल्ली म त अर्कै मन्दिरै अर्कै पो आएको रहेछु त गुहेश्वरी भन्ने मन्दिरमा आएको रहेछु म चाहिँ यहाँबाट यता जाने भने त अनि के अरे बौद्ध पो निक्लिन्छ अरे त अनि म चाहिँ फेरि फर्केँ अब फेरि उहीँ उकालो लाग्नुपर्छ यता चाहिँ पुरै कुल छ कि सिचुएसन उता चाहिँ बाफ्रे मान्छे पल्टिरहने यता त अनि यस्तो खाली रहेछ यहाँबाट चाहिँ बौद्ध निक्लिँदो रहेछ क्या गुहेश्वरी हुँदो रहेछ यहाँ चाहिँ मेनली चाहिँ पूजाहरू हुँदो रहेछ क्या म्याक्सिमम् पूजा हुँदो रहेछ अनि बिहेहरू के सानो बिहेहरू यो यताबाट चाहिँ बौद्ध यता चाहिँ एकदम खाली छ है अब उता चाहिँ अब यता त अहिले यता फेरि मान्छे आइसकेको छ तर अझै छैन खैरेजी झ्यापुनु भयो क्या त्यस्तै लाग्यो मलाई अन्त पशुपति झऱ्यो भनेको त अन्त्य पो झरेछ ब्याक टु उकालो जाँदैछु म चाहिँ त्यहाँ गएर फेरि उतै घुमेर उतै झर्नुपर्ने भयो हन्टिङ हुँदैछ हन्टिङ ताना हो केटाहरू ताना हो हेलो हेलो अब चाहिँ यो चाहिँ नाइट भ्यू है यता उता डान्स हेर्दा हेर्दै यति भयो यार चाहिँ नाइट भ्यू हो अब चाहिँ झर्दै हो अझै पनि जाम छ आजको दिन यस्तै हो क्या होइन बाफरे अँध्यारो भइसक्यो यार म डान्स हेर्दा हेर्दै ढिला भयो क्या अब चाहिँ झर्नुपर्छ बिस्तारै वाउ व्हाट एन भ्यू गाइस बवाल आइरहेको यार यहाँबाट त ओ माई गस अब चाहिँ झर्नुपर्छ बिस्तारै क्राउड पनि थोरै भइसक्यो अब चाहिँ लड्डु चाहिँ आजको फेभरेट हो नि त होइन यो चाहिँ नाइट भ्यू अब चाहिँ हामी झर्दैछौँ मान्छे देख्न सक्छौँ अझै पनि प्याक छ कि टन्नै प्याक छ सो उहाँ चाहिँ के को लाइट यार उहाँ चाहिँ कार्यक्रम हुँदैछ कि क्या सायद होला बाफ्रे अझै माथि हिँडिराख्नु हो मान्छे बाफ्रे यो चाहिँ नाइट भ्यू अफ पशुपतिनाथ आज चाहिँ शिवरात्रि आज राति झन् बवाल हुने होला त्यहाँ त होइन यताबाट चाहिँ बाटो छोडिदिउँ
अहिले चाहिँ ठ्याक्कै कति बज्यो 7 बज्न लाग्यो होला माहौल यस्तो छ गाइज माथि चाहिँ गएन है म चाहिँ पशुपति मन्दिर अझै मान्छे यति धेरै छ हो कमै छ कि है बाफ्रे मान्छे त अझै भिड छ क्या दिउँसो त यस्तै थियो अहिले नि यस्तै चेन्ज नै छैन अनि चाहिँ एकदम संयमित क्लेभर हुनुपर्छ कि यहाँ त च्याप्प फोन चाहिँ मात्रै हिँड्न सक्छ क्या मान्छे सो भिडियो खिच्ने कार्यक्रम हुँदैछ यहाँ अब मान्छे नै मान्छे छ अब चाहिँ बिस्तारै झर्नुपर्छ है अब धेरै बसेर काम पनि छैन त्यो त पार्किङमा राखेको कहाँ गयो पार्किङ त के भन्नु बाटोमा हो मान्छे त अझै पनि यस्तै छ क्या अहिले पनि बन्दै छ त त्यहाँ त पुलिसहरूले छेकिराख त्यहाँ के हो पार जाने चाहिँ कताबाट हो हामी जाने चाहिँ कताबाट हो पुरा फर्काइदिइराख खतरा भइरह यहाँ चाहिँ झर्ने कार्यक्रम हुँदैछ तर झर्न दिइरहेको छैन अरे हो यत्रो मान्छे जाने चाहिँ कहाँ हो त अन्यल छ त एकदम पशुपतिनाथ शिवरात्रि रात्रि त गजबै होला छ तर जान दिइराखेन हो के गर्ने हो थाहा छैन पुलिसहरूलाई कति धेरै आइसक्यो पुलिस दाइहरू धेरै हुनुहुन्छ तल जाने त होला हामी कताबाट चाहिँ जाने हो त्यहाँबाट जानु नदिए त जाने चाहिँ कहाँबाट होइन कोही न कोहीबाट जाने होला जानै पर्यो यताबाट जाने अरे लेफ्टबाट होइन एकदम प्याक छ यहाँ चाहिँ यहाँबाट चाहिँ जान पाउँदैन सायद यहाँबाट छिर्न भनेर आन्छ सायद होइन यहाँबाट जाने नाइट भ्यू हेरिदिउँ न त टक्क लाएर होइन दिस इज कल्ड पशुपति नाथको क्राउड है बाफ्रे कति धेरै हो बाफ्रे यहाँ पनि पुरै जाम छ त जाने चाहिँ कहाँबाट हो हामी जताततै क्राउडै क्राउड छ निक्लिनै गाह्रो भयो त्यो त पुल पनि बन्द छ मान्छे नै मान्छे छ क्राउड कन्ट्रोल कसरी हुन्छ त यहाँबाट गइरह अनि जाने बाटो चाहिँ यो हो तर यहाँ चाहिँ पुलिस दाइहरूले छेक्नु भयो है यहीँ पनि धेरै नै छ मान्छे बाफ्रे यहाँ चाहिँ यस्तो पेलापेल छ नि सानो छ क्या यहाँ ढोका अनि पुरै पेलापेल छ मान्छे सट्टै अड्किन्छ हो गाह्रो छ गाह्रो फर्स्ट टाइम आएको हो यताबाट कहाँ आइयो सिधै अब चाहिँ अब जल्दी जल्दी गर्नुहरू चाहिँ अँध्यारो भइसक्यो म चाहिँ जानुपर्ने हुन्छ कहाँ जथाबाट भए पनि ल फाइनली निक्लियो तर कता निक्लियो भन्ने थाहा भएन हो निक्लियौँ हामी जताबाट पाइन्छ त्यतिबाट निक्लिने स्ट्यान्डर्ड खोज्ने अन्त यहाँ भित्रको भित्रै गयो कताबाट पठाइदियो अझै मेसै पाएन कहाँ के भइरह फेरि कन्सर्ट भयो क्या हो आइडोन्ट नो कहाँ निक्लिन्छ हो सही ठाउँमा निक्लियो चाहिँ त्यही कहाँ निक्लिने थाहा छैन गाह्रो छ त गाह्रो
यो चाहिँ नाइट भ्यू है, नाइट भ्यू टक्क बारमा। सम्बोले धन्न छोपेनन्। अब यो इन्ट्रान्सबाट चाहिँ तिलगङ्गा निक्लिन्छ अरे। ल उहाँ हराइदिएर हो, कहाँ हो यताबाट कहिले आएको थिएन पशुको थियो। तिलगङ्गा निक्लियो त ठिकै भयो मलाई। ल ठिक त भयो कि मैले पार्किङमा राखेँ, कहाँ चाहिँ पुगेको थियो चाहिँ मलाई टेन्सन थियो। अघि नै होस्टेलमा राखेर आउनु पर्दो रहेछ। उहाँबाट नि फेरि हिँडेर आउनु पर्छ, हेर्नु जाऊ त जाऊ हुन्छ त्यही नि। यहाँ त गाह्रो छ त हो, मान्छेहरू जाने भन्दा धेरै छ कि आउने अहिले चाहिँ, बिस्तारै आउँदैछ। मान्छे त अति नै कि अति नै। सरी 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 म कहाँ पसिरहेको तेरि। निक्लिन्छ निक्लियो होइन, कुन गेटमा मान्छे त अझै पनि बाफ्रे है। ब्लिच चाहिँ लास्टै कि है, इन्डियाबाट सुत्दा आइरहेको मान्छे, यस्तो मजा आयो। धन्न पानीमा परेन म। फाइनल्ली अब चाहिँ हावा खान पाइन्छ कि जस्तो है। पसिनै निक्लिन्छ हो बाफ्रे, के साह्रो क्राउड हो, त्यही माथि पेलापेल हुन्छ। फाइनल्ली निक्लिन्छ निक्लिमै हामी, कहाँनिर निक्लिन्छ। त्यो बिचनिर चाहिँ साह्रै सानो रहेछ कि, साह्रै सानो गेट रहेछ। अनि त्यहाँ एक्कासी सबैले पेलापेल गर्दा त कहाँबाट हुन्छ, जसले सकोस् त्यसैले पेलो, नसक्ने अठ्यो। अब बाहिर शुद्ध जाम छ, भित्र त त्यस्तै हो, बाहिर पनि जाम छ। अब चाहिँ चट्टा बाह्रमा बाहिर निक्लिनुपर्छ अनि एकछिन रेस्ट गर्नुपर्छ है, थाकिसक्यो यार। जलेबी आउँदैछ, जलेबी जलेबी खाएर झ्यापुनी। जाम नै जाम छ पुरा, त मान्छे नि प्याक छ नि त। यहाँबाट एयरपोर्टबाट गौशालासम्म पुरै जाम छ। अब जामै जाम खानुपर्ने हुन्छ अब 1 घन्टा जति, त्यहाँपछि चाहिँ खुल्ला हुन्छ बल्ल बल्ल फ्री तरिकाले जानु पाइन्छ। एकछिन चाहिँ यस्तै हुन्छ कि छैन। तिलगङ्गा, ल फाइनल्ली तिलगङ्गा आएँ। पार्किङै पार्किङ छ क्या आज बत्तरै। कहाँनिर पार्किङ गरे बिर्सेँ मैले त, कस्तो झ्याउ भयो त। अब खोज्नु पर्छ, उतानिर त होइन, मैले भित्रतिर हाले हो, कहाँनिर एक जग्गा हालेको नि थाहा छैन। माई गास, यहाँबाट चाहिँ यता झन् यता त झन् सप लगाइरहेको छ यहाँ त। बबालवाला सप त यहाँ पो लगाइरहेको त। ल चिलिमिली बत्ती तिहार जस्तो फिल भइरह। ल यहाँ त झन् के हो। फाइनल्ली मैले चाहिँ अब यहाँ बल्ल बल्ल खोजेर भेट्टा हो, यता पो राखेको रहेछ, यता राखेको रहेछ। अरू चाहिँ ठिक छ, मान्छे त होइन बबालै छ, बबालै। जाम चाहिँ बबाल नै हुन्छ आज, के गरोस्। आजलाई चाहिँ अब यति नै होला सायद होइन। सेल चाहिँ खतरै लागिरहेको, अन्त केही किन्दिनँ त्यही हो। बाफ्रे बबालै लागिरहेको सेल चाहिँ, त्यस्तै हो। अब चाहिँ सायद आजको भ्लगको इन्ड चाहिँ यहीँबाट हुन्छ होला है। अब यहाँ त अरू केही छैन, भयो भने चाहिँ म एड गर्छु, नत्र थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। अनि लास्टमा चाहिँ सब्सक्राइब सेयर मन परेमा लाइक गरिदिनु होला होइन। अरू चाहिँ के भन्ने हो र, यति नै हो शिवरात्रि भ्लग चाहिँ। अब अर्को भ्लग नआउनुलाई चाहिँ स्टे ट्युन। आजको लागि यति भन्दै बिदा हुन्छु पशुपतिको साइडबाट। अर्को भिडियोमा छिटै आउने क्या बाचाको साथ म यो भ्लग यहीँ गर्छु। हस्त धन्यवाद।
बाई बाई, गुड नाइट, शुभरात्रि।